हेलो हेलो साथीहरू, वेलकम छ मेरो मिनी भ्लगमा। हिजो साथीहरूले धेरै जिद्द गरेर कफन पार्कतिर जाउँ भन्यो। फेरि जाउँ हिँड त भने केमा जाने भने मेट्रोसम्म टु व्हिलरमा जाउँ भने टु व्हिलरमा गयो होइन। टु व्हिलरमा गयो, त्यहाँ मेट्रो यहाँ घरदेखि सिधै मेट्रो 2 किलोमिटर थियो नि त। पानी परेको थियो, त्यो पनि त्यस्तै गयो अब टु व्हिलरमा। अनि जाँदा फुल मस्ती गरेर गयो भए बाटोमा, भिडियो बनाउँदै गयो भए। फेरि छोरी पनि धेरै खुसी भएको थियो नि त। त्यसपछि मेट्रो पुग्नलाई कति 1 किलोमिटर थियो। फेरि मेन रोडमा त अब हेलमेट चाहियो, हेलमेट एउटा हालेर गयो भए। त्यो गल्लीमा छिर्यो भयो होइन। त्यसपछि त फेरि मेन रोड आयो भयो, सिग्नल। त्यहाँदेखि त जसो त्यसो जाउँ भनेर फाइन आयो नि आयो, हुन्छ भनेर गइने भएन। त्यसपछि मेट्रोमा निक्ल्यो होइन, मेट्रोको स्टेसनमा गयो भयो। अनि त्यसपछि मेट्रो स्टेसनमा टिकट काट्नुपर्छ भनेर सोचे भयो। कतिजना छ भनेर हामी 8-9 जना थियौँ नि त साथीहरू। फेरि रमाइलो गर्दा गयो, टिकट काट्यो होइन, टिकट काट्यो। अनि त्यसपछि दायाहरू त पुरै मस्तीमा थिए अनि म पनि के कम भनेर फेरि मेट्रोको वेटिङमा थिएँ। मेट्रो पनि आइसकेको थियो, आएन। मेट्रोमा बस्यो। 2-3 जनालाई त सिट मिल्यो, तर अरूलाई चाहिँ मिलेन होइन। यति मान्छे थियो कि मेट्रोमा, ओहो यति मान्छे यार, यति त ट्रेनमा पनि हुन्न। पुरै उभिएर मस्त भ्यू दिन लागेको थियो। अनि त्यहाँदेखि निस्किएन। त्यसपछि कफन पार्क पुग्नलाई 2 मिनट थियो, पुगिहालेँ। फाइनली कफन पार्क पुगियो। फेरि भित्र पार्कतिर छिर्यो होइन साथीहरू। छोरीले फुल मस्ती गर्यो। फेरि त्यसको खुट्टामा घाउ थियो नि त, त्यो पनि फुल मस्ती गर्न लाग्यो। भिडियो बनाएँ, छोरीको आफ्नो पनि बनाएँ गाइस। त्यसपछि विधानसभातिर जाउँ भनेर गयो होइन। विधानसभामा यति मान्छे कि गाइस, ओहो यति मान्छे। नेपालीहरूको सन्डे यसरी जाने रहेछ गाइस। यति मान्छे कि भिडियो बनाउने लाइन थियो, फोटो खिच्ने लाइन थियो। ओहो फेरि भेटौँला अर्को मिनी भ्लगमा। ओके साथीहरू, बाई बाई।